ती सम्पूर्ण साथीहरूलाई पनि संस्कृति देश बनाउने हुँदा त्यो देशभन्दा तपाईँ गाली गर्नेको पनि भविष्य बन्ने भएको हुँदा हामी तपाईँहरूलाई प्रतिवाद गर्न चाहँदैनौँ भन्ने कुरा यहाँहरूलाई भन्न चाहन्छु। र म धेरै बोल्न चाहन्छु। हाम्रा सद्य अध्यक्ष हाम्रा शिर नै हाम्रा अगाडि छँदै हुनुहुँदाखेरि हामीले धेरै बोल्नु त्यो अमर्यादित र औचित्यहीन पनि हुन्छ। त्यसकारण धेरै समय हाम्रा सद्य अध्यक्षज्यूबाट हामीले सुन्नु पर्ने हुन्छ। हामीले खास विकासवादी नेता के हो भन्ने कुरा अघिको सामान्य मैले संक्षेपमा व्यक्त गरेको हामीले चिन्न जरुरी। हामी सबैले के चाहेको भन्दा विकास र देशको समृद्धि र शान्ति नै। त त्यो विकास र समृद्धि कस्तो मान्छेबाट सम्भव छ, त्यो कस्तो चाहिँ तपाईँको पार्टीबाट सम्भव छ? तपाईँलाई त्यो कुरा कामबाट हेर्नुपर्छ, भाषणबाट पनि। म एउटा कुरा भन्न चाहन्छु, त्यो हङकङ बनाउँछु, सिङ्गापुर बनाउँछु, स्विजरल्यान्ड बनाउँछु भन्नेबाट सम्भव छैन। त्यो एउटै व्यक्ति काम गरेर नेपाल बनाउँछु भन्नेबाट मात्रै सम्भव भएको हुँदा हामी अरू बनाउन होइन। समसंस्कृति पार्टी यो नेपाल बनाउन अघि सरेको कुरा यहाँ हामीले उद्घोष गर्न चाहन्छौँ। हामी चाहिँ नेपाल बनाउनका निम्ति अग्रसर भएका छौँ। अहिले नेतृत्व गरेर अगाडि बढेको कुरा यहाँलाई म भन्न चाहन्छु। यहाँ भोलि हामी मुकुमलुङको दर्शनमा पनि गइरहेका छौँ।